एउटा दाइले चाहिँ भन्नुभएको थियो कि मेरो नि बाइकको इन्जिन बनाएको भिडियो बनाइदेऊ भाइ भनिदिनु भएको थियो कि अनि त्यसैले चाहिँ हामीले यो भिडियो बनाउँदैछौँ। यो भिडियोमा चाहिँ यो दाइलाई चाहिँ भने जसरी नै हामीले सबै इन्जिनको भाँचेकोदेखि लिएर सबै खोलेको भिडियोहरू सबै छौँ। यसमा चाहिँ सबै दाँतीहरू पनि नयाँ हालेको भिडियो छौँ है त दाजु है। हजुरको लागि भनेर नि बनाइदिएको है यो भिडियो है। यो चाहिँ यो भाँचेको दाँती हो। यो दाँती चाहिँ नेक्स्ट अर्को दाँती नयाँ दाँती यहाँ छ हाम्रो। यो दाँती चेन्ज हुँदैछ है दाजु है। पुरै यहाँ छ है सबै दाजु है। यो भिडियो चाहिँ हाम्रो दाजुले पुरै भिडियो मेरो बाइकको चाहिँ पुरा भिडियो बनाउनु भनेर चाहिँ भनेको कारणले चाहिँ हामी भिडियो बनाउँदैछौँ गाइस होइन। अनि त्यहाँबाट चट्ट लगाएर फेरि दाँतीहरू चाहिँ सबै सामान यहाँ छ। अब एक दुईवटा सामान हाल्नु पाइन्छ फेरिको। दाजुले विश्वास गरेर जानुभएकोमा दाजुलाई धन्यवाद भन्न चाहन्छु है। अब हामीलाई विश्वास गरेर जानुभयो त्यो बनाएर छोडिदिनुहुन्छ भनेर। अनि बाइलेन्सरको बेरिङ यहाँ छ, बेरिङ चेन्ज हुँदैछ है। खाली निकालिरहेको छ। यसमा चाहिँ अब यो बेरिङ हालिरहेको छु है। अब भेलहरू प्याक गर्नु पाइन्छ, पिस्टन रिङ हाल्नु पाइन्छ। दाँती चाहिँ है पुरानो यो नयाँ यो भाँचेको थियो। यो नयाँ दाँती हो है। यहाँको भाँचेको टुक्रा थियो नयाँ हाल्दा रहेछ है। अनि अब क्लच प्लेटहरू नि हाल्नु पाइन्छ। यो पुरै खाएको छ। यो पनि नयाँ आउँछ यसमा पुरै खाएको छ। त्यो अब त्यतिकै हाल्यो भने पछि समस्या हुनसक्छ फेरि सेलमा। भेलो ओरिजिनल चट्ट लगाएर बोर र हेड ब्लक बोर भइसकेको छ। पिस्टन आयो। कसैलाई इन्जिन बनाउनु छ भने चट्ट पुष्पञ्जलीले सम्पर्क गर्ने है त गाई चाहिँ। पुष्पञ्जली अटो सेन्टर बाइकमा नम्बर हुन्छ हाम्रो। केही समस्या पऱ्यो अथवा इन्जिन सिन्जिन केही गर्नु छ, सर्भिसिङ गर्नु छ भने चट्ट कल गर्ने। बाटो हेरौँला हो तिमी बिहान साँझ मेरो तिम्रै बाटो। ल दाजु कतिवटा सामान फेरि छ हेर्नु है। एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा 10वटा 11 12 13 14 16 17 18 19 20वटा सामान फेरि छ है दाजु। 20 22वटा सामान यहाँ